काठमाडौँको स्वयम्भूदेखि केही पूर्व विष्णुमती नदीको किनारमा प्रसिद्ध शोभा भगवतीको मन्दिर छ। नेपाली तले शैलीमा निर्मित कलाकृतिका विभिन्न आयामहरूले अति सम्पन्न यस मन्दिरको स्थापना लिच्छवी कालतिरै भएको मानिन्छ। शोभा भगवती, पलाञ्चोक भगवती र नक्साल भगवतीलाई दिदी बहिनी मानिन्छ। यी तीनवटै मूर्तिहरू एकै कलाकारले सिर्जना गरेको विश्वास गरिन्छ। यिनको मूर्ति लिच्छवी कालतिरै बनेको भए पनि मन्दिरको वर्तमान स्वरूप भने बेला बेलाका पुनर्निर्माण र जीर्णोद्धारका क्रममा बनेको मानिन्छ। शोभा भगवतीको मूर्ति विक्रम केसरीले विष्णुमती र भद्रमतीको दोभानमा प्रतिष्ठापन गराएको किंवदन्ती पाइन्छ। त्यस्तै उक्त मन्दिर राजा शङ्करदेवले विक्रम सम्वत 664 जीर्णोद्धार गराएको मानिन्छ। तसर्थ शोभा भगवतीको स्थापना पनि लिच्छवी कालतिरै भएको मानिन्छ। उपत्यकाका प्रसिद्ध शक्तिपीठ मध्येकी एक शोभा भगवती हुन्। यस स्थानमा दशैँको नौरथाभर भव्य मेला लाग्ने गर्दछ। काठमाडौँको स्वयम्भूदेखि केही पूर्व विष्णुमती नदीको किनारमा प्रसिद्ध शोभा भगवतीको मन्दिर छ। नेपाली तले शैलीमा निर्मित कलाकृतिका विभिन्न आयामहरूले अति सम्पन्न यस मन्दिरको स्थापना लिच्छवी कालतिरै भएको मानिन्छ। शोभा भगवती, पलाञ्चोक भगवती र नक्साल भगवतीलाई दिदी बहिनी मानिन्छ। यी तीनवटै मूर्तिहरू एकै कलाकारले सिर्जना गरेको विश्वास गरिन्छ। यिनको मूर्ति लिच्छवी कालतिरै बनेको भए पनि मन्दिरको वर्तमान स्वरूप भने बेला बेलाका पुनर्निर्माण र जीर्णोद्धारका क्रममा बनेको मानिन्छ। शोभा भगवतीको मूर्ति विक्रम केसरीले विष्णुमती र भद्रमतीको दोभानमा प्रतिष्ठापन गराएको किंवदन्ती पाइन्छ। त्यस्तै उक्त मन्दिर राजा शङ्करदेवले विक्रम सम्वत 664 जीर्णोद्धार गराएको मानिन्छ। तसर्थ शोभा भगवतीको स्थापना पनि लिच्छवी कालतिरै भएको मानिन्छ। उपत्यकाका प्रसिद्ध शक्तिपीठ मध्येकी एक शोभा भगवती हुन्। यस स्थानमा दशैँको नौरथाभर भव्य मेला लाग्ने गर्दछ।